हाई गाइज वेलकम माई ब्याक टु युट्युब च्यानल। आज हामी चाहिँ टिकापुर पार्कमा घुम्न आइरहेको छौँ। हामी धेरै छौँ यहाँ, मम्मी बाबा म अनि मेरो श्रीमान अनि सानो बाबु छ। हेर्दै जानुहोस् है के हुँदैछ। मम्मी हुनुहुन्छ, यता चाहिँ मेरो छोरा हुनुहुन्छ अनि यहाँदेखि ल्याएर प्रवेश गर्दैछौँ है हामी पार्कको भित्र। हेर्दा त जङ्गलै जस्तो देखिन्छ। फर्स्ट टाइम हेर्नु न, हाई गर्नु त। जङ्गलको बिचमा मङ्गल भने जस्तै अगाडि कस्तो छ हेर्नुपर्छ। उहाँहरू चाहिँ एउटा मेरो श्रीमान, अर्को बाबा हुनुहुन्छ। अगाडि हिँड्नु भयो। यो चाहिँ अर्को दोस्रो गेट, पहिलो गेट माथि छ, दोस्रो गेट रहेछ है। अगाडि जाने क्रम भइरहेछ। अब चाहिँ राम्रो छ है जस्तो छ। भित्रैसम्म छ, परैसम्म घर पनि रहेछ त त्यहाँ त। यो त्यो झुब्रोमा बसेको थियो अरे राजा रानी। नेपालको झन्डा, बाउ छोरा। यहाँ चाहिँ यस्तो रहेछ कि यो के हो यस्तो थाहा भएन के होला। यहाँदेखि लिएर यता जाने ठाउँ पनि छ है। यहाँबाट लरे यो घरमा जाऊँ न त के भइरहेछ। यो घरमा के छ हेर्ने जस्तो, घुम्ने जस्तो। पार्क भनेपछि पार्क नै जस्तो छ न त। जङ्गल छ है धेरै जस्तो। यो चाहिँ टिकापुर पार्कमा हामी यहाँ पास्टर बलजिन्दर सिंह आउनुभएको थियो अनि उहाँको कार्यक्रममा हेर्न आउँदाखेरि यो घुम्ने मौका परेको। हजुर ल सबै हामीलाई हुन्छ फ्यामिली परिवार आउने सबै है। जाम्ला हान्छ कपिला नचुर्नु अरे। दुईजनालाई त पाइयो त। दुईजना स्कुटी छ त लिएर आउँछ नि त शारदाको। मेरो स्कुटी यहीँ पुग्छ? पुग्दैन खै पुग्छ। फुल 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 गुलाबको फुल नचुर्नु भनिरहन अगाडि। टिभी होइन हेरेको मात्रै हो। त्यहाँ परिसकेँ मैले अगाडि नटिप्नु भनेर लेखेको। यहाँ भित्र के छ त, ढोका त चाइप लाएर रहेछ त यहाँ त। वीरेन्द्र राजा बस्थे अरे यहाँ। अब अरू राजा आएर भित्र हेर्ने दिन्न नि। यहाँ भित्र ढोका खोल्दैन यो। अनि किन देखाउनु पर्यो त? अनि भित्र कस्तो थियो के थियो? भित्र केही पनि छैन होला, खोक्रो छ होला, त्यही भएर होला सायद। केही अलि हेर्ने जस्ता केही। वाउ यहाँ चाहिँ दामी रहेछ है। यता हेर्नुहोस् त हजुरहरूले कस्तो लागिरह टिकापुरको आएर पार्कमा आएर। कान्छा भनिदेऊ त। तपाईँलाई भन्नु त कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो लाग्यो?
फुल अरे फुल रोखा रोखा ओइ कस्तो छ टिकापुर पार्क टिकापुर पार्क कस्तो छ फुल फुलमा खिच्न मन लाग्छ फोटो सब घुमेर भ्याउनु भयो कता जाने अब उता पनि छ उता भित्र कता फोटो खिच्यो यहाँदेखि भित्र चाहिँ कस्तो छ है फुल रहेछ ल यहाँ म बस्छु के खिच्ने नखा यता हेर्नु त फोटो नै खिचिछु त्यो बात छैन के त्यो मोबाइलबाट खिच्न यहाँदेखि बाहिर निस्क्यौँ हामी पार्क घुम्ने कार्यक्रम भइरहेछ भोक लागिरहेछ रिसाएर फायर भइरहेछन् कोही मान्छेहरू किन रिसाउनु भयो यसरी हो भन्नुहोस् त फोटो खिच्नु जान्दैन आफूले नि आफूले फोटो राम्रो निस्किनु मान्छे राम्रो भएको हुन्थ्यो यो पनि यहाँबाट भित्र जाने ठाउँ हो क्या ल अलि यस्तो गरिदिनु त तपाईँहरूलाई हेरौँ अलि बाहिर निस्किनु त यतातिर फुल छैन भोग लाग्यो चिसो भयो होला केरा पनि चिसो यो टिकापुर पार्कको त्यो घरहरू राजा बस्ने घरहरू है उता पल्तिरपट्टिको हेर्नु जाने कता पल्तिर नि छ त कति ठुलो भयो के त अर्को ठाउँ पनि रहेछ कि है अर्को गेट भएर यहाँदेखि हामी अर्को है यो भाग घुमेर भ्याएर अब यो भागमा जाँदैछौँ है यसमा अब के छ यति नै हो कि फेरि अर्को पनि छ यहाँदेखि उता यहाँदेखि उता छैन बाघ बस्ने जस्तो जङ्गल रहेछ यहाँ त ल फर्स्ट पार्क हेरेर सेकेन्ड पार्क है यता पनि छ क्या उता त बाँदर छ उता बाँदर हो कुकुर हो त्यो के हो त्यस्तो के पो छ अब दोस्रोमा ठुलो ठाउँ रहेछ है यहाँ यताउता धेरै ठुलो ठाउँ रहेछ टिकापुर पार्क यहाँ त नरिवलका पेड पनि रहेछन् नरिवल हुन् कि के हुन् यस्ता तपाईँको साथमा हुँदैछु कत्रो ठुलो हो क्या फुल पनि होइन गुलाबको ड्रमनको कुन गुलाब हो यो गाइस यो खानेकुरा हो यो अब भयो खानेकुरा हो क्या ल कहाँ पानी अब बसाल्नु पर्यो हात पानी न सानी आयो के रे त्यो यसले बोद्दिने पुस्ने त काम गर्नु पर्यो अर्को ठाउँमा आइमे हामी अझ यताबाट पनि छ अब जाम घरतिर है अझै ठुलो अर्को पनि छ
पानी छ त्यता अझ कमलको फुलहरू छन् ल हिँड त्यता अब नै अहिले 11 बजेबाट हो त सुरु हुने खाइगयो त के कमल Amen. Amen.